घरमा छ। अब घरमा त अब डरै जानुपर्ने अवस्था। अब सरसफाइ त यस्तै हो, यस्तो ठाउँ बस्नु परेको छ। खाना अब त्यस्तो भत्किन लागेको घरमा खाना बनाएर खानु परेको छ। यस्तो बाहिर खानालाई पनि अलि अप्ठ्यारै छ। अब लुगासुगा त अब अस्तिसम्म चाहिँ अब अलि डर कम भएर घरमै गएर धुनी ओर्नी गरेको थियो। अहिले त झन् डर लागेर एकदम गाह्रो छ। घरमै गएर फेर्नुपर्ने। यस्तो खुल्ला ठाउँमा त अब नुहाउन ओर्न पनि गाह्रो भइरहेछ। टोयलेट बस्न पनि एकदम समस्या कि हामीलाई त। आउँछ जस्तो लाग्छ, हल्का उहरू पनि आइरहेछ। अनि त्यही भएर समस्यै छ। पनि एकदम समस्याहरू हुने। अब कहाँ गएर कसरी, अनि फेरि त्यो गाउँतिर त्यो अब प्याडहरू पनि नपाउने। अब घरमा रहेकोहरू निकाल्न त्यस्तो सम्भवै छैन। अनि प्रेग्नेन्टहरू पनि हुनुहुन्छ, उहाँ एकजना प्रेग्नेन्ट हुनुहुन्छ। एकदम समस्या छ कि हामीलाई त। सुत्दाखेरि नै गाह्रो, सुत्दाखेरि पनि गाह्रो। अनि युएसमा अब हामी त्यहाँ सुत्छौँ, यहाँ सुत्छौँ, त्यहाँ छ, यहाँ पनि सबै मान्छे हुन्छ। भरे 5-6 घरको मान्छे यहीँ आएर बसेको छ।